ओहो ओहो ल फुलाम 4 म्यान्चेस्टर सिटी 5 ल गोलै गोल यो हो नि त म्याच भने एक म्याचमा 9 गोल यार। खेलको 17औं मिनटमा डोकुको एसेसमा हालेन्डले स्कोर गर्दै सिटीले 1-0 को अग्रता लिएको थियो। ठ्याक्कै 20 मिनटपछि फेरि हालेन्डको एसेसमा रेन्डर्सले गोल गरेका थिए 37औं मिनटमा। त्यसै गरी फिलिप फोडनले 44 मिनटमा स्कोर गर्दै म्यान्चेस्टर सिटीले 3-0 को अग्रता लिएको थियो। फर्स्ट हाफको एक्स्ट्रा टाइम 40+2 मिनटमा ह्यारी विल्सनको एसिस्टमा स्मिथ रोयले गोल गरेका थिए र फर्स्ट हाफसम्म आइपुग्दाखेरि फुलाम 1 म्यान्चेस्टर सिटी 3 भएको थियो। फेरि सेकेन्ड हाफ सुरु भएको 3 मिनटपछि अर्लिङ हाल्यान्डको एसेसमा फिलिप फोडनले दोस्रो गोल गर्दै सिटीलाई 4-1 को लिड दिएका थिए भने 54औं मिनटमा डोकुले हानेको सट फुलामका डिफेन्सिभ मिडफिल्डर बर्सलाई डिफ्लेक्स हुँदै आउन गोल भएको थियो र खेलको 54औं मिनटसम्म आइपुग्दाखेरि सिटीले फुलामलाई 5-8 को लिड लिएको थियो। यसैपछि म्यान्चेस्टर सिटीको जस्तै फुलामको पनि स्कोरिङ ब्याक टु ब्याक देख्न पाइन्छ, तर कम्प्लिट कमब्याक गर्न सक्दैनन्। 57औं मिनटमा एलेक्स वेबीले स्कोर गर्दै फुलाम 2 सिटी 5 भएको थियो। 72 मिनटमा सामुएल चुकुजले फुलामको तर्फबाट तेस्रो गोल स्कोर गर्दै र 78 मिनटमा आफ्नो दोस्रो गोल स्कोर गर्दै फुलाम 4 सिटी 5 भएको थियो। फुलामले सिटीसँग ड्र खेल्नका लागि धेरै कोसिस गरेका थिए तर असफल हुन्छन्। यसै गरी म्यान्चेस्टर सिटी फुलामसँग गेम जित्दै आर्सेनलभन्दा जम्मा 1 म्याच बढी र जम्मा 2 पोइन्ट कम प्राप्त गर्दै प्रिमियर लिग टेबलको सेकेन्ड स्थानमा रहेको छ। यसै बिचमा अर्लिङ हाल्यान्डले म्यान्चेस्टर सिटीको 3 वर्षको क्यारियरमा प्रिमियर लिगको लागि सेन्चुरी गोल गर्न सफल भएका छन्। हुन्छ साथीहरू, अब हामी चर्चा गरौँ एफसी बार्सिलोना भर्सेस एथलेटिको दी मड्रिडको बारेमा, जुन गेम 3-1 मा सकिएको थियो। यो गेम रियल मड्रिड भर्सेस बार्सिलोनाको एल क्लासिको पछिको दोस्रो टफ गेम हो। खेलको कुरा गर्नुपर्दा 19औं मिनटमा मोलिनाको एसेटमा एलेक्स बैनाले स्कोर गर्दै एथलेटिक मड्रिडले 1-0 को लिड लिएको थियो। 26औं मिनटमा पेद्रीको एसेटमा राफिनाले स्कोर गर्दै बार्सिलोनाले 1-1 को ड्र खेलेको थियो। 10 मिनटपछि 36औं मिनटमा बार्सिलोनाले पाएको पेनाल्टीमा लेवान्डस्कीले पेनाल्टी लिएका थिए भने यो पेनाल्टी मिस गर्दै लेवान्डस्कीको लास्ट तेस्रो पेनाल्टीहरूमध्ये दोस्रो पेनाल्टी मिस थियो। यसरी फर्स्ट हाफसम्म आइपुग्दाखेरि यो गेम 1-1 मा ड्र भएको थियो। 65औं मिनटमा ड्यानी अल्मोले गोल गर्दै बार्सिलोनाले 2-1 को लिड लिएको थियो भने ड्यानी अल्मोको ठाउँमा रिप्लेस भएर आएका फेरान तोरेसले खेलको अन्तिम मिनट 90+6 मिनटमा स्कोर गर्दै बार्सिलोनाले 3-1 ले जितेको थियो। यसै गरी एफसी बार्सिलोना अहिले लालिगा टेबलको पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रियल मड्रिड 1 म्याच कम खेल्दै 4 अङ्क कमको साथ सेकेन्ड स्थानमा रहेको छ। र साथीहरू, तपाईहरूलाई यी 2 म्याचहरूमध्ये कुन चाहिँ म्याच बबाल लाग्यो कमेन्ट बक्समा लेख्न नभुलिदिनु होला। अनि साथ र सपोर्टको लागि लाइक, सेयर र सब्स्क्राइब पनि गर्न नभुलिदिनु होला।